आन्टी म चाहिँ युट्युबर हो, भिडियोहरू बनाउँछु। तपाईँको के घरको भिडियो बनाउनु त्यो हामी चाहिँ खासमा युट्युबर हो। युट्युबर थाहा छ नि तपाईँलाई? यसो भित्र पनि पस्न पाइँदैन, यसो भिडियोहरू देखाइदिनु। हेलो हेलो दाइ। सो गाइज वी हेभ आवर फर्स्ट मल अफ काठमाडौँ। अनि लेट्स गो। रिजेक्सन पाउँछ कि के पाउँछ, मलाई त यस्तो डर लागिरह। आऊ हेरौँ त। अब नगर्दाखेरि अरूहरूले नि हेर्छ नि त। गेट त हेरेछ, भित्र के गाडीहरू रहेछ कि क्यामेरामा गाडीहरू रहेछ, खै के हुन्छ। नगर्नु बेलुका छ, कसरी बोलाउनु? ऊ यहाँ पे बेल रहेछ यहाँ, कसरी हुन्छ यार? यार युट्युबर हो हामीले चाहिँ हाउस टुर पाउन सक्छौँ। हामीले चाहिँ तपाईँको घरको हाउस टुर पाउन सक्छौँ। तपाईँको घरको भिडियोको टुर, घर देखाउने तपाईँको, यत्तिकै युट्युबर हुँदैन। नेक्स्ट टार्गेट चाहिँ त्यो घर रहेछ। अब यो घर चाहिँ यसको पेन्ट चाहिँ एकदम बवाल देखिरहेको, तर यसको गेट चाहिँ किन यो जस्तो लागिरहेको। यताबाट हेरौँ, त्यहाँबाट एउटा कोरोला कुन गाडी पो रहेछ। हेरौँ के हुन्छ। यिनीहरूको के गेट हुँदैन कि क्या यस्तो धनी मान्छेहरूको? हेरौँ के हुन्छ। ए गेट पाइसक्यो गाइस। सो गाइस हियर इज द बेल। 3, 2, 1। 2,000 years later. कुकुर आइसक्यो। के हुन्छ सेट तपाईँको घरको हाउस टुर पाउन सक्दैन? हस्। सो गाइस हामीले चाहिँ रिजेक्सन पाइसकेका छौँ एकदम नराम्रो बेइज्जतले, किनभने चाहिँ त्यहाँ केटी। सो गाइस यो भिडियोमा एउटा ट्विस्ट छ। हरेक भिडियोमा सब मान्छेहरूले गएर नेपालीमा भनेर अनि हाउस टुर पाउँछ, कोहीले पाउँदैन, कोहीले रिजेक्सन पाउँछ। तर यो भिडियोमा चाहिँ अब एकजनाले गएर चाहिँ क्यामेराम्यानले चाहिँ गएर चाहिँ उसलाई त्यो घरको मान्छेलाई, त्यो उहाँको मालकिन जो धनी मान्छे रहेछ उहाँलाई चाहिँ गएर हिन्दीमा सोध्छ कि म चाहिँ इन्डियाबाट आएको रहेछु अनि मलाई चाहिँ हाउस टुर दिनको लागि। अनि उनीहरूको रियाक्सन के हुन्छ लेट्स सी। हेरौँ उनीहरूले अब कुट्यो भने त डर लाग्छ। यो घर छ हाम्रो नेक्स्ट टार्गेट अगाडिको। सो गाइस तो अभी तो मेरा हालत ख़राब हुआ है। ये जो कैमरामैन के पीछे ये हमको ज़बरदस्ती भेज रहा है। सो गाइस इधर है बेल। सो गाइस तो अभी बेल बजा दिए है, अब देखिए कौन आ रहा है। तो हिंदी बोलने आता है? हेलो हेलो। मैं इंडिया से हूँ और मैं एक यूट्यूब वीडियो शूट करने आया हूँ। क्या आपके घर में हाउस टूर मिलेगा? मैं एक यूट्यूबर हूँ। मैं इंडिया से हूँ। हेलो। क्या हुआ तो? मैं एक यूट्यूबर हूँ और वीडियो शूट करने आया हूँ। आपका हाउस टूर चाहिए? नहीं होगा। ठीक। सो गाइस तो यहाँ पे रिजेक्शन मिलते हुए सीधा गाइस हामी चाहिँ यहाँ रिजेक्सनमाथि रिजेक्सन पाइरहेछौँ। अब हाम्रो नेक्स्ट टार्गेट चाहिँ हल्का टाढो रहेछ यहाँबाट, के हुन्छ। तर म चाहिँ यो भिडियोमा 2देखि 3टा घरमा चाहिँ हाउस टुर जान्छु। एकचोटि भित्र छिर्यो भने यसो के खाना पायो भने चाहिँ झन् राम्रो। हेरौँ के हुन्छ। सो गाइस यहाँ चाहिँ हाम्रो नेक्स्ट टार्गेट उसको छोरा नि रहेछ। एक्सक्युज मी म्याम हामी चाहिँ युट्युबर थियौँ अनि हामीले चाहिँ घरहरूमा गएर हाउस टुर मागिरहेको थियौँ। तपाईँको हाउस टुर पाउन सक्छ यसो भिडियोमा देखाउनलाई? भिडियो म हैन त, म त रेन्टमा। ए रेन्टमा हुनुहुन्छ? यसो भित्र पनि पस्न पाइँदैन, यसो भिडियोहरू देखाउँदै। ए अनि हुनुहुन्न? ए उहाँ चाहिँ तपाईँको छोरा थियो? ना बाइक चाहिँ दामी थियो नि। हस् धन्यवाद। सो गाइस हामीले चाहिँ अब रिजेक्सन पाइसक्यो। रिजेक्सन होइन, रेन्टमा बस्ने ठाउँ हो अरे यो। अनि घरपेटी चाहिँ थिएन अरे अनि बोलाइदिएको छैन अरे। सो गाइस आवर नेक्स्ट टार्गेट इज दिस। यस्तो बाङ्गो टिङ्गो घर
यसमा कसरी सुत्छ होला हौ यसरी सुत्छ खै हेरौँ कम यसमा चाहिँ पक्कै पाउँछ होला फिक्स 100%। किनभने यो घरमा म अहिले पहिल्यैदेखि देख्छु यहाँ चाहिँ हल्का बिहेभियर राम्रो छ उहाँको। लेट्स सी के हुँदो रहेछ। बेलनी सिधा देखिसक्यो यसमा त पाउँछ हौ। ए त्यहाँ रहेछ यार सरी अब के थाहा यस्तो अब हाम्रो घरमा छैन। एकचोटि बनाए क्यामेरा माथिबाट देखाउँदै हालेर देखाइहाल्नु। 2,000 years later. साइड छ भित्र देखाउँछ यस्तो बवाल रहेछ। वन्स मोर एकचोटि अरे टिन गरम के हुन्छ। आया आउँदैन क्या कुकुर आइसक्यो। सो गाइस आउँछ जस्तो छ। आयो कोही छैन जस्तो छ कि आयो कुकुर। त्यहाँ आफ्नो मम्मी बाबाले बोलाउन त्यहाँ बोलाउन त्यहाँ आफ्नो मम्मी बाबाले बोलाउन। सो गाइस यो घरमा पाउँदैन जस्तो लागिरहेको चल। सो गाइस यो घरमा पाउँदैन जस्तो लागिरहेको कोहीले भाउ नै दिएन। भेरी स्याड लक। सो लेट्स गो टु आवर नेक्स्ट। सो गाइस तो हम लोग का नेक्स्ट घर जो होगा ये होगा। तो चलिए बेल बजाते हैं। इस बेल बेसिकली हम इंडिया से हैं और हम एक वीडियो शूट करने आए हैं हाउस टूर के लिए। नहीं देंगे देख लेते एक टाइम। नहीं देंगे मैं भी यहीं रहता हूँ इसी में। ओह नहीं मैं किराए पे रहता हूँ ये नहीं देंगे। मेरा बेसिकली 3 लाख सब्सक्राइबर है यूट्यूब पे और हम लोग वीडियो बनाते हैं सोशल एक्सपेरिमेंट। वो तो अच्छी बात है। जी तो यहाँ पे भी नहीं मिला है। चलिए अब नेक्स्ट घर देखते हैं कि उसमें मिलता है कि नहीं। यहाँ पे भी रिजेक्शन हो गया है। नेक्स्ट उम्मीद हेरौँ। हेलो म्याम क्यान वी गेट हाउस टुर अफ योर हाउस। यस्तो घर छ मार्बल लागेको छ घरमै मार्बल लागेको छ भने मान्छे कस्तो होला यस्तो देखिरह। हेलो म्याम हाउ आर यु म्याम आर यु फाइन। सुनिन्छ अब यसो सुनिने जस्तो छ। सो गाइस हामीलाई चाहिँ सबले हेरेर हामी एउटा युट्युबर अनि हामीलाई चाहिँ सबले चिन्छ त्यही भएर हेरिरहेको छ। के यार कोही आउँदैन एकजना दुईजना आउँछ तिनीहरू नि। हेलो दाइ हो। सो गाइस हाम्रो किस्मतमा यो भिडियोमा चाहिँ छैन जस्तो लागिरहेको कुरा देखाउँदैछ जस्तो लागिरहेको छ। सो गाइस हामीले चाहिँ उहाँलाई हेल्प गरिदिएको यसो एक्लै हिँड्नुहुन्थ्यो नि गाह्रो परिरहेको थियो अनि हामीले चाहिँ यहाँ हेल्प गर्दै। अब त मलाई आशा मरिसक्यो। सो गाइस अब त मेरो आशा नै मरिसक्यो कि अब पाउला भनेर। तर दिस इज आवर अन्तिम होप। यो घर यहाँदेखि त्यहाँसम्म त्यहाँ देखाउँछ बाटो त्यहाँसम्म छ यार यति ठुलो। अब होप पाओस्। बेल रहेछ टाङ। हेलो आन्टी कसरी सुन्छ यार यताबाट छ कि। ओ सेट हेलो सुन्दैन के गर्नुपर्छ यार। हेलो नमस्ते। हेलो आन्टी नमस्ते। आन्टी म चाहिँ युट्युबर हो भिडियोहरू बनाउँछु। तपाईँको के घरको भिडियो बनाउनु देखाउन मिल्छ। तपाईँले थाहा छैन घरपेटी कहाँ हुनुहुन्छ घरपेटी हुनु न। सो गाइस हेर्न सक्नुहुन्छ फेरि बिला भयो मेरो। अनि यस्तो घर बनाएर भाडामा दिनुपर्छ हो यस्तो दामी घर बनाएर। अब त आपस बढिसकेको छ गाइस। सो गाइस यो भिडियोलाई लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला। अब हामी भेट्छौँ अरू कुनै भ्लगमा। थ्याङ्क यू सो मच फर वाचिङ बाई।